हेलो साथीहरू, आज चाहिँ म आलुको अचार बनाउन गइरहेको छु। मैले आलुलाई उसिनेर पहिले नै काटेर बाउलमा राखिसकेको छु। बाउलमा राखेर त्यसलाई अलिकति तेलमा मेथी हालेर झानिदिएँ र साथसाथै त्यसमा प्याज पनि हालेको छु र प्याज सँगसँगै त्यसमा अलिअलि काँक्रो पनि हालेको छु। मिक्स गरेको अचार मिठो हुन्छ, आलु मात्रै भन्दा मिक्स अचार मिठो हुन्छ। त्यसको साथसाथै त्यसमा केराउ पनि हालेको छु। केराउलाई चाहिँ उसिनेर हाल्दा पनि हुन्छ, अब काँचै खान मन लाग्छ भने काँचै हाल्दा पनि हुन्छ। मैले चाहिँ काँचो राखेको छु र त्यसलाई आफ्नो स्वादअनुसार पिरो कतिको खान मन लाग्छ त्यो पिरो खुर्सानी राख्ने, अनि छोप राखेँ र मेरोमा चाहिँ कागती सिद्धिएको भएर चाट मसला राखेँ। चाट मसला राख्दा पनि मिठो हुन्छ। यसरी सबै राखेर मजाले त्यसलाई मोलिदिँदाखेरि पनि आफूलाई कतिको के अरे पिरो खाने, टक्क अमिलो कतिको खाने, त्यसलाई सबै हालेर मोलिसकेपछि मेरो काँक्रोको अचार चाहिँ यत्तिको भयो खानलाई।